समृद्ध किसान समृद्ध नेपाल आधुनिक प्रविधि उत्पादनमा वृद्धि किसान लाइफ नेपाल। नमस्कार कृषक दाजुभाइ तथा दिदीबहिनीहरू। ल हेर्नुहोस् त आज मैले च्याउको बारेमा तपाईँहरूको बिचमा कुराकानी गर्दैछु। च्याउको बारेमा दृश्य देखाउँदैछु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र लाइक सेयर कमेन्ट तपाईँहरूलाई जे गर्ने मन लाग्छ गरिदिनु होला। र यो च्याउ हेर्नुहोस्, विभिन्न किसिमका च्याउहरू हुन्छन् हाम्रो नेपालमा र यो पहाडी बेल्टमा च्याउहरू विभिन्न खाले हुन्छन् र त्यो च्याउलाई हेर्नुहोस् यसरी च्याउ चाहिँ ल हेर्नुहोस् त यो किरा हल्का किरा लाग्न खोजिया छ, तर यो किरो अर्कै खाले किरो हो। ल हेर्नुहोस् न, यो च्याउलाई तपाईँहरूको ठाउँमा के भन्छ? खासमा हाम्रो ठाउँमा यो च्याउलाई पट्यु च्याउ भन्छ र यो पट्यु च्याउको विशेषता धेरै फरक खाले छ। तपाईँहरूले कसले बुझ्नु भएको छ यसको बारेमा, कसले जान्नु भएको छ? च्याउ विभिन्न खाले च्याउहरू हुन्छ। कृत्रिम च्याउ जसरी हामीले चाहिँ उत्पादन गरेर च्याउहरू चाहिँ खाइन्छ, परालमा च्याउ राखिन्छ, विभिन्न खाले च्याउहरू हुन्छ। त्यो च्याउ फरक खाले हो भने हाम्रो यता पहाडी भेगमा पाइने च्याउहरू, यो वर्षायाममा चाहिँ पाइने च्याउहरू स्याउले च्याउ भन्ने हुन्छ। स्याउले च्याउ फरक हो भने यो पट्यु देउले च्याउ भन्छ हाम्रो चाहिँ खास गरी यो दाङको बङ्गलाचोलीको भेगमा यसरी कुहिरो लागेको छ। यो च्याउ यो पट्यु च्याउमा पनि धेरै फरक खाले च्याउहरू हुन्छ। यो च्याउ खाएर कति मान्छे मरे भन्ने पनि सुनिन्छ, तर त्यसो खासमा यो विषालु च्याउ होइन। यो च्याउमा चाहिँ कसै विषालु किरा काँटीले डसेको छ भने त्यस्तो अवस्थामा काँचै खाँदा, सम्भवतः हाफ बोइल गरेर खाँदा मर्न सक्ने सम्भावना, बिरामी हुन सक्ने सम्भावना त हुनसक्छ, तर यो च्याउ खाएर त्यसरी बिरामी हुने भन्ने चाहिँ होइन। यो खासमा यो पट्युको प्रजातिभित्र एउटा कालो बगाले च्याउ भन्ने हुन्छ, पट्युमा एउटा सेतो बगाले च्याउ भन्ने हुन्छ, र यो एउटा पट्युभित्रको पनि यो छट्यु भन्ने हुन्छ कि यो अलि ठुलो हुन्छ। ल हेर्नुहोस् त, यो दुईवटा यति ठुला छ, तर अन्य च्याउहरू चाहिँ यही पट्युभित्र पनि मसिना च्याउहरू हुन्छ, धेरै मसिना तर बगाले हुन्छ। तर चाहिँ यो च्याउ चाहिँ थोरै तर ठुला फलेको हुन्छ, उम्रेको हुन्छ। ल हेर्नुहोस् न, यो चाहिँ आज एक छाक तरकारी भइसकेको छ, एक छाक तरकारीको छ। यो खासमा यसको विशेषता के छ त भन्दाखेरि पट्यु च्याउ उम्रिने, छट्यु च्याउ जे भने पनि छट्यु ठुला हुन्छ र पट्यु चाहिँ सानो हुन्छ। र पट्यु र छट्यु जुनसुकै च्याउ, यो दुवै च्याउ कस्ता हुन्छन्, काला सेता च्याउहरूको धमिराको गोलोबाट चाहिँ यसको उत्पत्ति हुन्छ। जो धमिराको गोलो हुन्छ, त्यो धमिराको गोलोबाट चाहिँ यो बाहिर निस्किन्छ र यो बाहिर निस्किँदाखेरि यो कसरी निस्किन्छ त भन्दाखेरि औँसी र पूर्णिमाको समयमा, नागपञ्चमी, औँसी, पूर्णिमा, जनै पूर्णिमा यस्ता विशेष खाले एउटा तिथि हेरेर मात्रै यिनी च्याउहरू उम्रिन्छ। कसलाई जानकारी छ यसको बारेमा? विभिन्न तिथि, जस्तै यो साउने सङ्क्रान्तिको अवसर पारेर उम्रिन्छ। यो साउने सङ्क्रान्तिमा उम्रिन्छ भने कुनै चाहिँ जनै पूर्णिमा, यस्ता नागपञ्चमी, विभिन्न पूर्णिमाहरू हुन्छ, यस्तो जयन्तीहरू हुन्छ, यस्ता समयमा यो च्याउ चाहिँ उत्पादन हुन्छ र यसलाई राम्रोसँग यसरी पखाल्नुपर्छ। पखालेर यसलाई पकाएर चाहिँ खान सकिन्छ। र अर्को विशेषता फेरि हाम्रो मान्यता के पनि छ भन्दाखेरि यो टिपिसकेको च्याउ यदि हामीले पोलियो, आगोमा पोलेर चाहिँ खाइयो भने यो हामीले अनुमान गरेको कुरो यो सरेर फेरि अर्को ठाउँ जान्छ। र अर्को कुरो के छ त भन्दाखेरि कृषक दाजुभाइ दिदीबहिनीहरू, हाम्रा किसान दाजुभाइ दिदीबहिनीहरूले ख्याल गर्ने कुरा, र हामीले जोसुकै चाहिँ च्याउका पारखी साथीहरूले ख्याल गर्ने कुरा कस्तो छ त भन्दाखेरि अहिले नागपञ्चमीमा जुन ठाउँमा उम्रेको छ, अर्को साल पनि नागपञ्चमीमा त्यही ठाउँमै उम्रेको हुन्छ। अलिकति भित्ता तलमाथि परेको हुन्छ, तर त्यही ठाउँमै उम्रेको हुन्छ। त्यसै गरी अहिले साउने सङ्क्रान्तिमा यो पट्यु या छट्यु कुन ठाउँमा उम्रेको छ, अर्को साल तपाईँ फेरि त्यही साउने सङ्क्रान्तिमै गएर हेर्नुभयो भने त्यसै समयमा उम्रिएको हुन्छ र तपाईँ हामीले लिएर मजाले तरकारी बनाएर खान सकिन्छ। च्याउमध्येमा सबैभन्दा राम्रो च्याउ भनेको देउले च्याउ भन्ने हुन्छ एउटा, त्यो खासमा दक्षिणी बेल्टमा चाहिँ पाइन्छ। धमिराहरू, काठका धमिराहरूबाट आउँछ भने यो पट्यु च्याउ पनि धमिराबाट त आउँछ, तर यो खासमा उत्तरी बेल्टहरूमा चाहिँ पर्याप्त मात्रामा पाइन्छन् यस्ता खाले च्याउहरू। यसरी मजाले बनाएर खान सकिन्छ, बोडीमा, आलुमा,
विभिन्न चाहिँ तरकारीहरूमा मिक्स गरेर यसलाई पकाएर पनि खान सकिन्छ। नितान्त यसलाई मात्रै पनि हामीले खान सक्छौँ। तपाईँहरूले कसले अहिलेसम्म पट्यु च्याउ खानुभएको छ, च्याउको बारेमा कसलाई थाहा छ, यसको बारेमा पनि तपाईँहरूले मजाले कमेन्ट गरेर चाहिँ सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। हामीले उमारेर खाने च्याउ फरक हुन्छ भने यो च्याउ फरक हो। च्याउ मध्येमा पनि खासमा पट्यु च्याउ भनेको कस्तो खाले च्याउ हो त भन्दाखेरि यो औँसी सङ्क्रान्ति पूर्णिमामा उम्रिन्छ र अर्को साल जुन ठाउँमा अहिले जुन तिथिमा उम्रिएको थियो, अर्थात् साउने सङ्क्रान्तिमा अर्थात् नागपञ्चमीमा, त्यसै गरी जनै पूर्णिमामा जुन ठाउँमा जनै पूर्णिमामा यो साल च्याउ उम्रेको छ, अर्थात् 82 सालको जनै पूर्णिमामा कुन कुन ठाउँमा चाहिँ पट्यु च्याउ उम्रिएको थियो भने अहिले यो 83 को जनै पूर्णिमामा त्यही ठाउँमा, 84मा त्यसै हुन्छ, 81मा थियो भने अहिले 84मा जाँदाखेरि पनि त्यही सेरोफेरोमै हुन्छ। त्यसो हुँदाखेरि जसलाई पट्युको पारखीहरू हुनुहुन्छ त्यसरी नै हेर्नुभयो भने सम्भवतः राम्रो हुन्छ। र अहिलेसम्म यो भिडियो जसले हेर्नुभयो, जुन ठाउँबाट हेर्नुभयो, यसरी तरकारी रेडी भइसकेको छ, तपाईँहरूले पनि मजाले चाहिँ यसरी नै लिनुहोला भन्दै यो छोटो भिडियोबाट म भने बिदा हुने अनुमति चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।